यहाँहरू सम्पूर्णलाई नमस्ते। मेरो नाम रमेश दियाली। यहाँहरू माझमा आज एउटा म कथा बाँड्न चाहन्छु। भेरी सिम्पल कथा, तर राम्रो कथा लाग्यो म आफैलाई पनि, त्यही भएर पनि यहाँहरू माझमा बाँड्न चाहन्छु। कथा यस्तो छ। एउटा सन्तानको लागि बाबुले अथवा भनौँ पिताजीले कहिले पनि मसँग छैन, मसँग पुगेन भन्नुहुन्न अरे, हैन? त्यसरी नै माताजी जो आमा हुनुहुन्छ उहाँले आफ्नो सन्तानको लागि आज म बिमारी भएको छु, म थाकेको छु, म गलेको छु, मलाई अस्वस्थ भएको छ, मलाई गाह्रो भएको छ भनेर कहिले पनि एक्सक्युज बनाउनुहुन्न। हो, यो दुईटा झुटको कारण नि संसार अत्यन्त सुन्दर बनिएको छ। एकजना सहरमा एकजना बहुत एकदम धेरै धनाढ्य व्यक्ति, व्यापारी, हैन, बिजनेसम्यान बस्नुहुन्थ्यो। साथमा उहाँको एकजना छोरा पनि हुनुहुन्थ्यो। केही वर्ष पहिला नै ती बिजनेसम्यानको अथवा ती धनाढ्य व्यक्तिको श्रीमती चाहिँ धामगमन भइसक्नु भएको थियो भनौँ न, हैन, बितिसक्नु भएको थियो। र घरमा नोकर चाकरहरू थिए, एक दुईजना नोकर चाकरहरू थिए। धनाढ्य व्यक्ति, त्यो सहरकै एकजना प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो। र छोरा चाहिँ स्कुलको जीवन अथवा कलेजको जीवन सुरु गरिराखेका थिए। एकदम राम्रो थियो पढाइ पनि। र छोराले एक दिन बाबालाई भन्छन्, बाबा, यस सहरमा एकदम राम्रो सोरुम खुलेको रहेछ, गाडीको सोरुम खुलेको रहेछ। अहिलेको टेक्नोलोजीहरूमा चाहिँ नि टेक्नोलोजीहरू भएको गाडीहरू निकालेको रहेछ त्यहाँ। तब बाबाले भन्छन्, ओहो, राम्रो कुरा हो यो त। अनि भन्छन् छोराले, बाबा, म यसपालिको कलेज टप गरेँ भने मलाई त्यहाँबाट एउटा गाडी किनिदिनुपर्छ। तब बाबाले भन्छन्, ठिक छ, तिम्रो इच्छा त्यो हो भने तिमीले कलेज टप गरेर मलाई देखाऊ, तिमीलाई म अवश्य त्यो गिफ्ट दिन्छु। तब बाबाले हुन्छ भनेर भनिसके पछाडि छोरा एकदम तल्लीन भएर अघि एकदम मेहनत गरेर पढ्न सुरु पढ्न थाल्छन्। र प्रतिफल छोरा एकदम कलेजको एकदम उत्तीर्ण हुन्छन्। एकदम सबैभन्दा माथिल्लो अङ्क ल्याएर चाहिँ नि कलेज टप गर्छन्। तब छोराले कलेजबाटै बाबालाई फोन गर्छन्, बाबा, मैले कलेज टप गरेँ, अब तपाईँले भनेको प्रमिस मलाई पुरा गरिदिनुपर्छ। म घर आउँदाखेरि गाडीको चाबी अथवा गाडी तपाईँले घरको आँगनमा राखिदिएको हुनुपर्छ। तब बाबा खुसी भएर, हुन्छ छोरा, एकदम तिमीलाई बधाई छ, राम्रो कलेज टप गरेछौ, तिम्रो उज्जवल भविष्यको लागि कामना गर्न चाहन्छु। तब छोरा एकदम दगुरेर घर आउँछन्। घरमा केही देख्दैनन्। घरको आँगनमा चाहिँ कार पनि थिएन, केही पनि थिएन। अनि छोरा निराश हुन्छन् र रिसाउन पनि थालिसकेका थिए। एकदम उसलाई चाहिँ त्यो उसले भनेको कुरा नभएर चाहिँ रिसाउन थालिसकेका थिए। र भित्र जान्छन् र बाबालाई भन्छन्, खोइ बाबा, तपाईँले त मलाई प्रमिस गर्नुभएको थियो, विश्वास दिलाउनु भएको थियो, मैले कलेज टप गरेँ भने तपाईँले मलाई यो उपहार दिनुहुन्छ, यो गाडी उपहार दिनुहुन्छ भनेर। तब बाबाले भन्छन्, ठिक छ छोरा, म तँसँग एकदम गर्व गरेको छु, तैँले कलेज टप गरिसिस् भनेर ल तँलाई गिफ्ट भनेर एउटा प्याक गरेर गिफ्ट दिन्छन्। अनि छोराले भन्छन्, मैले त गाडी मागेको थिएँ तपाईँसँग उपहारको रूपमा, यो त के हो, यो त एउटा किताब जस्तो मात्रै छ, बुक जस्तो मात्रै छ, यो त उपहार भएन मेरो लागि, तपाईँले भनेको प्रमिस आफूले ब्रेक गर्नुभयो। छोरा एकदम रिसाउँछन्, फ्रस्ट्रेट हुन्छन् र भन्छन् बाबालाई, बाबा, अब तपाईँले मेरो प्रमिस पुरा गर्नु भएन, म आफै कमाउँछु र एक दिन म त्यो गाडी किन्छु, म एकदम सक्षम भएर म तपाईँलाई देखाउँछु भनेर घरबाट निस्किन्छ। र निस्के पछाडि एक दुईवटा कम्पनीमा उसले जब पाउँछन्, राम्रो जब पाउँछन् र मेहनत गर्छन्। र केही समयभित्रै उसले त्यो गाडी निकाल्छन् र त्यहाँबाट फोन गर्छन्, बाबा भनेर फोन गर्छन्। तर फोन लाग्दैन। फोन गर्छन्, फेरि फोन लाग्दैन। अनि एक दिन कोसिस गर्दा समय धेरै बितिसकेको हुन्थ्यो। कोसिस गर्दा घरको फोनमा घरको एकजना नोकरले उठाउँछन् अनि सोध्छन्, काका, खोइ बाबा कहाँ हुनुहुन्छ भन्दाखेरि उनले भन्छन्, तिम्रो बाबा त
केही समय अगाडि नै बितिसक्नुभयो। तिम्रो लागि कति प्रतीक्षा गर्नुहुन्थ्यो, तिमीलाई तिम्रो हरेक कुराहरूमा चाहिँ सफलताको कामना गर्नुहुन्थ्यो, बिहान बेलुका धूपकाठी बाल्नुहुन्थ्यो, पूजा गर्नुहुन्थ्यो तिम्रो सफलताको लागि, तिम्रो खुसीको लागि। प्रत्येक समय सुत्नुभन्दा अगाडि त उठ्न बित्तिकै तिम्रो नाम लिनुहुन्थ्यो बाबाले, तर एकदम तिम्रो यादले तड्पिँदा तड्पिँदै उहाँ बितिसक्नु भयो। तब छोरा निराश हुन्छन्, एकदम दगुरेर घर आउँछन्। अनि दगुरेर घर आइसकेपछि त्यहाँ बाबाको त्यो फोटोमा फुलमाला मात्रै देख्छन् अघि। अनि फोटोको ठ्याक्कै अगाडि चाहिँ बाबाले दिएको त्यो पहिला दिएको गिफ्ट पनि त्यहाँ हेर्छन्। गिफ्ट हेर्न बित्तिकै यसो हेर्छन्, हेरिसकेपछि त्यो रामायणको एउटा बुक हुन्छ कि त्यहाँ बुक, अनि त्यहाँ एउटा चिठी हुन्छ त्यहाँ, खासमा त्यहाँ पनि एउटा चिठी हुन्छ। चिठीमा लेखेको हुन्छ एकदम तिमीले भनेको गिफ्ट को चाबी चाहिँ यहाँ छ, रामायणको बिचको उसमा राखिदिएको हुन्छ चाबी चाहिँ। उसले अलरेडी क्यासमा निकालिदिइसकेको हुन्छ, तर त्यो डेलिभर भएको हुँदैन गाडी चाहिँ, र चाबी चाहिँ पाइसकेको हुन्छ। चाबी यहाँ छ। र यो रामायण चाहिँ किन दिएको भन्दाखेरि तिमीले अहिलेको आधुनिक युगको मेटेरियलिस्टिक छ यो जमाना, त्यो पनि चाहिने, यो पनि चाहिने, त्योभन्दा पनि तिमीले संस्कार सिक्नु जरुरी छ। संस्कारले चाहिँ तिमीलाई अझ मजबुत बनाउँछ, जीवन बाँच्न सिकाउँछ। यो तिमीले रोजेको कार, तिमीले रोजेको फोन, तिमीले रोजेको यो हरेक मेटेरियलको कुराहरू चाहिँ दिन प्रतिदिन बदलिरहन्छ, चेन्ज भइरहन्छ, र यो लामो समयसम्म जाँदैन। तर जुन संस्कार छ तिम्रो संस्कार चाहिँ जीवनभर रहिरहन्छ। त्यो भएर तिमीलाई मैले यो उपहार दिएको। यो उपहार सँगसँगै बिचमा चाबी पनि छ, गाडीको चाबी। तिमीले एकदम उपभोग गर्न सक्छौ, राम्रो ख्याल गर्न सक्छौ, र तिम्रो उज्जवल भविष्यको कामना गर्न चाहन्छु भनेर चिठीमा लेखेको हुन्छ। तब त्यो खोलेर चिठी पढेर हेरिसक्दा धेरै ढिलो भइसकेको हुन्थ्यो। बाबाले धामगमन गरिसक्नु भएको थियो। अनि त्यस पछाडि उनले भन्छन्, नोकरलाई भन्छन्, मलाई किन फोन नगर्नु भएको भन्दाखेरि तपाईँले फोन पनि अफ गर्नुभएको थियो, तपाईँको लोकेसन पनि थाहा थिएन हामीलाई, त्यो भएर त्यो कनेक्टै हुन सकेन कि कन्ट्र्याक्ट पनि हुन सकेन। तब त्यसो भनिरहँदाखेरि छोराले एकदम आत्मग्लानि गर्छ। मैले एउटा कारको लागि, होइन उनी सोच्छन् मैले एउटा कारको लागि, भनौँ एउटा जब एउटा मान्छेले बनाएका चिजकोहरूको लागि आफ्नो बाबाको त्यो अमूल्य समय, बाबासँग बस्ने त्यो अमूल्य समय चाहिँ मैले खोसेँ, होइन त्यो समय म आफैले बर्बाद गरेँ। अब मैले बाबा पाउँदिनँ, तर म कार यस्ता कुराहरू त म पटक पटक पाइरहन्छु। त्यो भएर उसलाई आत्मग्लानि हुन्छ, एकदम धेरै पश्चाताप हुन्छ। सो कथा यति नै हो, तर कथाले धेरै कुराहरू दर्शाउँछ हाम्रो जीवनमा। दिन प्रतिदिन हाम्रा बच्चाहरू कसरी ग्रो अप भइरहेको छ, बच्चाहरूले मायाको डिमान्ड गरेको हुन्छ नि, यहाँहरूलाई प्यारेन्ट्सहरूलाई गरेको डिमान्ड, बजारमा जे देखो त्यही चाहिने उनीहरूलाई। एभ्री इयर चाहिँ नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ, उनीहरूलाई त्यही चाहिरहेका हुन्छन्, होइन। अहिलेको जेनेरेसन अलिक फरक खालको जेनेरेसन छ। र तपाईँ प्यारेन्ट्सहरू हुनुहुन्छ, तपाईँको बाबुआमा हुनुहुन्छ बच्चाको भने बच्चालाई के कुरा दिने के कुरा नदिने भन्ने कुराले पनि महत्त्वपूर्ण लाग्छ। सबैभन्दा ठुलो कुरो चाहिँ संस्कार नै भएन भने बच्चाले हरेक हुन्छ नि, जति नै शिक्षित र जति नै धनाढ्य जस्तो देखे तापनि, जति नै राम्रो कपडाहरू लाए पनि संस्कार छैन भने त्यसले भ्यालु राख्दैन जीवनमा, होइन। संस्कार हुन जरुरत हुन्छ भन्ने कुरा पनि दर्शाउँछ। अनि समय हामीसँग चाहिँ लिमिटेड हुन्छ कि समय, र समय छोटो समयमा हामीले हाम्रा आफन्त प्रियजनहरू नजिकका मान्छेहरूको लागि पनि हामीले समय छुट्याउनुपर्छ भन्ने हो। एउटा भनाइ नै छ नि, होइन। बालबालिकाहरूलाई हामीले त्यो हुन्छ नि पैसा दिनुभन्दा पनि समय दिनु अरे बालबालिकाहरूलाई, होइन, आफ्नो सन्तानहरूलाई। समयले चाहिँ अब हाम्रो कम्युनिटीमा चाहिँ के छ भने धेरै जस्तो कम्युनिटी नभनौँ न, अहिलेको संसारमा, होइन, खाना बसो बाउ फोन चलाइरहेको छ, आमा पनि फोन टिकटक हेरिरहेको छ, अनि बच्चा पनि अब फोनमै ह्याङआउट भइरहेको छ, स्न्यापच्याट, टिकटक, सोसियल मिडियाहरूमा कि। त्यसले चाहिँ के गरौँ भन्दाखेरि खानाको त्यो टेस्ट पनि लिन पाएन, त्यो स्वाद पनि लिन पाएन। कस्तो पाएको छ, नुन लागेको छ कि छैन, या भनौँ खाना के पाकिरहेको छ, त्यो पनि मतलब भएन, होइन। सो बाउआमाबाटै अलिकति सुरुवात भयो भने आउने बच्चाहरूले पनि अलिकति राम्रो संस्कार पाउँछन् भन्ने हो। सो यति नै हो। यहाँहरूको दिन सुखद बितोस्, मङ्गलमय बितोस्। हस् त।